अवार्ड प्रदान गर्दैछौँ। सबैभन्दा पहिला हामी अवार्ड प्रदान गर्दैछौँ वार्षिक चलचित्रका लागि। वार्षिक यहाँ मन्तव्य राख्ने क्रममा भन्नुभएको थियो त्यो इतिहास कायम गरेको चलचित्र पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुरले बजाएको त्यो सारङ्गी हामीले सङ्ग्रहालयमा राख्न पाए त्यसले कति महत्त्व राख्थ्यो होला। विजयजी यहाँसँग छ भने मैले रहेको छ सर्वोत्कृष्ट अभिनेताको मनोनयनमा हुनुहुन्छ विजय बराल पूर्णबहादुरको सारङ्गीबाट, प्रदीप खड्का हुनुहुन्छ पीताम्बरबाट, जितु नेपाल हुनुहुन्छ घरज्वाइँबाट, दयाहाङ राई हुनुहुन्छ अन्जिलाबाट अनि विनय श्रेष्ठ हुनुहुन्छ फेरि रेशम फेरिबाट। तपाईँको अनुमान तपाईँको गेस कतिको नै छ? सर्वोत्कृष्ट अभिनेताको अवार्ड सर्वोत्कृष्ट अभिनेताको अवार्ड जान्छ चलचित्र पूर्णबहादुरको सारङ्गीबाट विजय बराल। विजय बराललाई पूर्णबहादुरको सारङ्गीबाट सर्वोत्कृष्ट हिजो विजय सर यो सभामा उपस्थित हुनुहुन्थेन। हिजो यहाँ चलचित्र सङ्ग्रहालयको शुभारम्भ भएको थियो। आदरणीय अध्यक्ष दिनेश जीसिज्यूले त्यहाँ मन्तव्य राख्ने क्रममा भन्नुभएको थियो त्यो इतिहास कायम गरेको चलचित्र पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुरले बजाएको त्यो सारङ्गी हामीले सङ्ग्रहालयमा राख्न पाए त्यसले कति महत्त्व राख्थ्यो होला। विजयजी यहाँसँग छ भने मैले अनुरोध गरेँ त्यो सारङ्गी हामीले सङ्ग्रहालयमा राख्न पाऊँ, सङ्ग्रहालयमा हामीले त्यो सारङ्गी हेर्न पाऊँ र भन्न पाऊँ विजय बरालले यही सारङ्गी बजाएर चलचित्रमा इतिहास कायम गरेका थिए। धेरै धेरै बधाई छ। यो खुसीमा दुई शब्द विजय सरले के बोल्छु भन्नु माइक मैले जबरजस्ती दिनु लाग्दैन। यो विराट यो फिल्म एन्ड म्युजिक अवार्डलाई विशेष धन्यवाद। यसमा मैले पनि यो बेस्ट एक्टरको रूपमा पाएकोमा धन्यवाद टिम। अब त्यो सारङ्गीको कुरा चाहिँ प्रड्युसर साहबसँग छ। सारङ्गी दिनेश दाइले कपडा त होला भन्नु, कपडा चाहिँ हुन्छ त्यो पूर्णबहादुरलाई कपडा चाहिँ छ। अब त्यो जे भए पनि सङ्ग्रहालयमा राख्न योग्य कुराहरू त्यसमा प्रोभाइड गरिनेछ। अरू त धन्यवाद सबैलाई, थ्याङ्क यू सो मच। विजयजी बोल्नुभयो भने हँसाउनु भयो भने चलचित्रले कति व्यापार गर्छ भन्न सकिन्न, रुवाउनु भयो भने चाहिँ इतिहास कायम गर्छ। तर यो चाहिँ विधामा अवार्ड विजेता हुनुहुन्छ दिनेश भारती चन्द्र कुमारी गीतका लागि। दिनेश भारतीजी हामी अगाडि बढ्छौँ। अर्को विधा रहेको छ बेस्ट मोडल महिला। दिनेश भारती आउनु भएको छ। ओके, दिनेश भारती उत्कृष्ट गायक लोकप चन्द्र कुमारी गीतका लागि। दिनेश भारतीजीलाई धेरै धेरै बधाई छ। अर्को विधा बेस्ट मोडल महिला। यो विधामा अवार्ड प्राप्त गर्नुभएको छ विपना आङ गुहाङले सुँगुरको मासुमा बोलको गीतबाट। विपनाजी हार्दिक बधाई छ। ट्रफी वा सर्टिफिकेट तलमाथि पर्नेछ। तपाईँलाई अर्को कुनै विजेताको सर्टिफिकेट वा अवार्ड पाउन गएको रहेछ भने कृपया ब्याक स्टेजमा सम्पर्क गरेर तपाईँले सट्टापुट्टा गरी आफ्नो धेरै धेरै धन्यवाद छ अतिथिज्यूहरूलाई अवार्ड प्रदान गरिदिनु भएकोमा। यहाँ स्थानमा आसन गर्नका लागि हात जोडिएको छु।
हामीले सङ्गीततर्फका 30 विधामा अवार्ड प्रदान गरिसकेका छौँ। त्यसै गरी दीर्घ साधना सम्मान पत्रकारिता पुरस्कार सहित केही सम्मानहरू पनि अर्पण गरिसकेका छौँ। अब भने हामी अगाडि बढ्दैछौँ चलचित्रतर्फ। हामी चलचित्रतर्फ 2वटा भाषिक चलचित्र र 12वटा फिचर का लागि अवार्ड प्रदान गर्दैछौँ। सबैभन्दा पहिला हामी अवार्ड प्रदान गर्दैछौँ भाषिक चलचित्रका लागि। भाषिक हजुर म्याम कति अवार्ड हो तपाईँको खासमा? कति अवार्ड हो यो? अवार्ड खोइ भन्न त पाएको छैन है। अब हजुर जुस धेरै नै भइसकेको छ, धेरै नै आशीर्वाद पाएँ। एक सालमा कति जति अवार्ड लिनुहुन्छ तपाईँ? अब 3-4वटा त पर्ला कस्तो लाग्छ? कतिको खुसी लाग्छ? खुसी लाग्छ नि एकदमै। सबैजनाले प्रोत्साहन दिनुभएको हाम्रो लागि अझै आशीर्वाद दिनुहुन्छ। अनि एकदम मिठो गीतमा परेकोमा झन् एकदम आनन्द भएको छ आज मलाई। कुन गीतको अवार्ड अहिले ग्रहण गर्नुभएको छ? यो थाहै थिएन गीत हाम्रो नातिकाजी बाबाको सङ्गीतमा एरेन्जर हुनुहुन्छ हाम्रो मनोज उहाँले उहाँ नै हो। हजुर हजुर त्यस्तै गरी बिबी थापाज्यूको शब्द रचनामा ल हुन्छ थ्याङ्क यू। हाम्रो अर्को विद्यालयको छ उत्कृष्ट गायक रोक पपको 32 सम्मान हामी पछि उहाँलाई पुर्याइदिनेछौँ। त्यसै गरी अर्को सम्मान रहेको छ श्री श्रेया दुलाज्यू कलाकारिता सम्मानका लागि यहाँलाई स्टेजमा निम्ता दिन्छु। बधाई छ यहाँलाई पनि। र अब हामी पनि जुरीको सर्टिफिकेट प्रदान गर्दैछौँ, जसले यो अवार्ड समारोहलाई निष्पक्ष रूपमा सम्पन्न गर्नको लागि आफ्नो विशिष्ट भूमिका निर्वाह गर्नु भएको छ। नवीन कुमार पौडेल निर्णायक सर्टिफिकेट ग्रहण गरिदिनको लागि म स्टेजमा निम्ता दिन्छु। त्यसै गरी अमरदीप सापकोटा निर्णायक। प्रमोद ढुङ्गानाज्यू निर्णायक। शिव ढकाल निर्णायक। रक्षा सिंगाला निर्णायक। ऋषि लामिछाने निर्णायक। विश्वमा आसन ग्रहणका लागि अनुरोध गर्दछु। विशेष अतिथिको आतिथ्यता ग्रहण गरिदिनको लागि याक्थुङ लेखक सङ्घको अध्यक्ष तथा लिम्बू चलचित्रकी चर्चित कलाकार सनी लिम्बूज्यूलाई म अनुरोध गर्दछु। धेरै धन्यवाद छ हाम्रा निर्णायकज्यूहरूलाई। त्यसै गरी विशिष्ट अतिथिज्यू, कार्यक्रम संयोजकज्यू र सभापतिज्यूलाई यथास्थानमा आसन ग्रहणको लागि अनुरोध गर्दै म कार्यक्रमका प्रमुख अतिथिज्यू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिल कुमार सिन्हाज्यूलाई आफ्नो मन्तव्यका लागि हार्दिक अनुरोध गर्दछु।